यो टिटुले चाहिँ पुरा पड्काइ के खाऊ भन्नु भयो ल फाइनली बुढाको अचार यस्तो मिठो छ नि साथीहरू कुरै नगरौँ मिठो लाग्यो मलाई चाहिँ एकपल्ट अचार तुरिसकेँ मैले मिल्ने भएदेखि अर्को पनि मगाउँथेँ तर के गर्नु टाढो भएको कारणले कुरियरहरूले नि नल्याइदिने क्या आउँदैन तपाईँले भन्ने ठाउँमा त आउँदैन भन्दैछ रनक्क रिस उठ्यो क्या मलाई त अनि पैसा मैले 4 दिन अगाडि नै दिए हो नि त इटरीबाट चाहिँ यता लन्च भइसकेको छ तर यहाँ कुरियरहरूले चाहिँ ल्याइदिनुलाई गाह्रो माने क्या टाढो भनेर अचारको 1100 रुपियाँ चाहिँ मैले 4 दिन अगाडि दिइसकेको थिएँ अनि म चाहिँ ल्याइदिएन भने चाहिँ अब एकचोटि टिकटक बनाउनु पर्यो भनेको थिएँ पछि ल्याइदियो यहाँबाट म बसेको ठाउँबाट 75 रुपियाँ भाडा तिरेर गएको अचार लिनलाई यसरी चपाएर खाने हो अलि मिठो हुन्छ मुखमा हालेछ नि फ्याँक्नु पनि माया लाग्यो पैसा तिरेर ल्याएको के फ्याँक्नु त्यही भएर खाएको कस्तो अचार खत्तम राडी काँचो मासु खाने राडीलाई के को अझ सुखा पनि त तेलमा फ्राई गरेर यत्रो खर्याएको मासु मिठो हुँदैन के कास्टको थिइनँ त्यो दिदीको नि भनिदिन्थेँ म मजाले तेरो कास्टमा चाहिँ किन गयो यो टिटु भन्नु होला साथीहरू कुनैहरूले चाहिँ गुलियो हानीले मासुको टेस्ट पनि पाउँदैन क्या चिनी हानीले जाँड रक्सीको टेस्ट पाउँछ त त्यस्तै होइन सागसब्जी हानीले अनि कहाँ पाउँछ त काँचो मासु खाएकोले अनि भुट्या मासुको स्वादै पाउँदैन त्यही भएर भन्नु खोजेँ क्या ल राख खाने भए खाऊ तिमीहरू झिकेर एउटा कचौरामा ल